नमस्ते एभ्रिवान। आज फेरि मैले एउटा कुरो म आफैले के हुन्छ कि भनेर गरेको थिएँ। यो मलाई कर्कल बेलाउन एकदमै झन्झट लाग्छ है। हात कालो हुन्छ। यो आफ्नै बारीको कर्कल टिपेर लिएर आएँ। मलाई यो कुनै कुनै बेला त केलाउनु झन्झट लाग्यो। म अर्कालाई पनि दिइदिन्छु। म त्यो खालको मान्छे, किनकि यो यस्तो हुन्छ, हातमा हुन्छ नि त। तर यसरी कागतीको एक पिस लिएर, सानो पिस लिएर राखेर यो लगाउँदै केलाउँदै गर्दाखेरि हातमा लागेको छैन। म छक्क परेँ है। अनि ल हजुरहरू पनि अब कर्कलो टबरहरूलाई त अब कतिले त त्यसै घाँस काटेको के साग काटेको पनि देखेको थिएँ मैले। त्यो त हुन्न होला कोही। अब मैले यसरी केलाएर खानु हुनेको लागि चाहिँ सानो कागतीको टुक्रा लिएर त्यो कागतीको रस हातमा लगाउँदै केलायो भने ल हातमा नलाग्ने रहेछ है। हेर्छु नि है, मेरो हातमा एउटा केही पनि छैन। मैले यति कर्कलो केलाइसकेको छु, मेरो हातमा केही छैन। मलाई यो हातमा लाग्ने पीडाले गर्दाखेरि म कहिलेकाहीँ चाहिँ म केलाउन झन्झटले अर्कालाई दिइदिन्छु कि म त्यो खालको मान्छे। मैले जानेको कुरो हजुरहरूसँग सेयर गरेँ, हजुरहरूले जानेको कुरो हजुरहरूले सेयर गर्छु। र आज यस्तो राम्ररी त्यत्रो कर्कलो केलाउँदा हातमा केही लागेन, म खुसी।